यहाँबाट घरबाट हिँडिसकेँ चौबी खोलाको पुल हो गाइजहरू। हेलो गाइज, हामी पाटन घुम्न आएका छौँ। मलाई चाहिँ यहाँ सर्भिस नै ठिक लागेन है। एउटा पानी खान एउटा गिलास पनि छैन यहाँ, पनि एकदम चिसो चिसो रहेछ। अहिले भएन एकदम चिसो भयो भनेर मेरो नङै भएको छ गाइज। हेलो गाइज, वेलकम टु माई ब्लग। अनि तपाईँहरू पनि सन्चै आराममै हुनुहुन्छ होला, अनि म पनि सन्चै छु। अनि अहिले चाहिँ हामी खानपिन गरेर चाहिँ बाहिर निस्किनु लाग्यो। कहाँ भन्दाखेरि चाहिँ पाटन दरबार जानु लाग्यो नि त। अनि किनभने यहाँ बस्दा रुममा बस्दा बस्दा बोरिङ भइसक्यो नि त, अनि त्यही भएर घुम्न जानु लाग्यो। अनि यहाँ अब चाहिँ यहाँ बाउ पनि रेडी भइसकेको छ, अब उता दिदी पनि रेडी हुँदै हुनुहुन्छ। अनि ब्याकग्राउन्डमा चाहिँ तपाईँले मुरली बजाएको सुन्नुभयो होला नि त। अङ्कल हुनुहुन्छ कि, अनि अङ्कलले चाहिँ मुरली बजाउनुहुन्छ। अनि आजको मौसम चाहिँ यस्तो छ काठमाडौँको। कसले चुरोट खाएछ, चुरोटको गन्ध आइरहेछ। अनि अब हामी चाहिँ जान्छौँ। यहाँ घरमा चाहिँ अङ्कल मात्र बस्नुहुन्छ। अनि अब हामी कहाँ जान्छौँ, कता जान्छौँ, कसो कसो गर्छौँ भनेर तपाईँहरूलाई चाहिँ यही भ्लग मार्फत देखाउने छु। अनि तपाईँहरूले चाहिँ फर्स्टमै तपाईँले थम्बनेल र टाइटल हेरेर पनि थाहा पाइसक्नुहुनेछ। अनि अहिले चाहिँ म चाहिँ यहाँ बाहिर बाल्कनीमा छु नि त, यहाँ बसिरहेको छु। म चाहिँ रेडी भइसकेँ, अनि त्यही भएर म चाहिँ यता बाहिर बाल्कनीमा आएर बसेको। अनि दिदी चाहिँ रेडी हुँदै हुनुहुन्छ कि, रेडी हुनुहुन्छ। एकछिनमा अब बाबुले उता अन्जना दिदी पनि रेडी हुन जानुभयो नि त। अनि अन्जना दिदी पनि जानुहुन्छ हामीसँगै। अनि त्यहाँबाट अहिले अन्जना दिदी पनि आइसकेपछि हामी बुकिङ गरेर, इनड्राइभ बुकिङ गरेर अनि हामी पाटनतर्फ लाग्नेछौँ। त्यतिखेरसम्म तपाईँहरूले फेरि मेरो ब्लगलाई हेरिराख्नु होला। अनि यसै गरी सपोर्ट माया गरिदिनु होला। अब चाहिँ हामी चाहिँ बाहिर निस्किनु लाग्यो फाइनली। अब यहाँ बाबुले चाहिँ यहाँ इनड्राइभ बुकिङ गरिसक्यो, अब आउँदै होला। अनि मेरो यत्रो सानो खुट्टाको छ, यत्रो मागिरहेको यत्रो खुट्टाको लागि। अनि हुन्छ त के बोले भाइ, के बोले सक्दैन भनेर यहाँ रिसाइरहेको फेरि। यहाँ दिदीहरू पनि रेडी भइसक्नु भयो। खै तिमी चाहिँ अब यहाँबाट घरबाट हिँडिसकेँ। यहाँ दिदीहरू पछाडि आउँदै हुनुहुन्छ। यहाँ चाहिँ केटो अघि छ। खै त तेरो ड्राइभ आएको, इनड्राइभ पनि आएन। आएको रहेनछ चाहिँ, कतिखेर आउने हो, आएन त। इनड्राइभ आएकै रहेनछ। अनि यहाँ बाहिर निस्केर बसिरहेको छ। अब एकछिनमा आइपुग्छ होला इनड्राइभ। अब हाम्रो इनड्राइभ पनि आइसक्यो, आउँदैछ। हामी चाहिँ यहाँ बाटोमा वेटिङ गर्दै बसेको। आयो हाम्रो इनड्राइभ। हामी चाहिँ बसेको। अब बसिसक्यो। अब चाहिँ सबैजना बाबु चाहिँ अगाडि छ। हामी चाहिँ यता नरैनरको बाटो आएको छ। यता मेन रोडमा चाहिँ धेरै जाम हुँदो रहेछ। अनि त्यही भएर यहाँ अङ्कलले चाहिँ नरैनरको बाटो ल्याउनु भएको छ। अब नरैनर त अनि यो के धोबी खोला पर्दो रहेछ। यो चाहिँ मलाई थाहा थिएन नि त। यतातिर पनि जाम छ क्या।
धोबी खोलाको पुल हो गाइजहरू। अनि हामी फेरि यहाँ जाममा परिसक्यौँ, काठमाडौँको जाम। हाम्रो चितवनमा भएको भए यति फेरि जामै हुन्थेन होला, यहाँ काठमाडौँमा त जाम भएको देखेर यति इरिटेट लागिसक्यो। हाम्रो चितवनको नारायणघाटको पुल चाहिँ कहिले हो भन्ने यस्तो लाउँदै जान थाल्यौँ कि जाममा परेर गर्मी भइरहेको छ। भ्लगमा पहिलोचोटि आउनु भइरहेछ। हेलो भनिदिनु न त। हेलो गाइस। हामी पाटन घुम्न आएका छौँ। अनि हामी यहाँ जाम परेर चिरमा बसिरहेको, यहाँ गर्मी भएर जाम परिरहेको यस्तो भइरहेछ। घाम पनि लाग्छ त्यसरी घाम लागेको फ्यान पनि लागिएन, गाह्रो भयो। फाइनली हामी पनि पाटन दरबार आइसक्यौँ। अनि यहाँ यो पाटन दरबार भयो। यति धेरै जाम थियो नि, जामले बल्ल 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 आइयो। कहाँ यस्तो घाम चटिरहेछ, घाममा हिँडिरहेछ, छाता नि ल्याइएन नि त। कामहरू हुँदो रहेछ अझै दिदीहरू छ। यस्तो चर्को घाममा बस्नु कता जाने हो कि यस्तो घाममा यहीँ। जाने हो यहाँ फोनमा बुझेन त कता के जाने। कहाँ जाने हो कि जानु छिटो। यता यहाँ सम्झना दिदी खै खै कता हो ल। ए केही पनि नदेखिनु हुँदो रहेछ तपाईँ त। दिदीलाई देखाइदिउँ भनिरहेको थिएँ, अनि दिदी चाहिँ केही पनि देखिरहेको होइन। बाबु चाहिँ घाम भएर यता गइसक्यो। अब यहाँ काम भएर आएको थियौँ, अब यहाँ मान्छे पनि रहेनछ, अनि यहीँ डुलिरहेको। अब चाहिँ हामी यता आएको थियौँ, यता आएको थियौँ कि अनि फेरि उता जाऊँ भनेर यहाँ दिदीले कता लिएर जानु भयो। अनि यहाँ यता चाहिँ पुरै दामी रहेछ नि ठाउँ त। अनि हामी यहाँ यतातिर हिँडिरहेको छौँ, यतातिर चाहिँ बोटेहरू सबै पाउँछ, राम्रो राम्रो रहेछ। चर्को घाम लागिरहेछ, अनि हिँड्न पनि सके छैन यो घाममा। हामी चाहिँ बिसाउँदै बिसाउँदै हिँडिरहेछौँ। अनि बाबु चाहिँ उता छ। अनि फोटोसोटो खिचेर यहाँ अलिअलि घुमघाम गर्छौँ। अनि एक ठाउँमा आएको थियौँ नि त, अनि त्यहाँ चाहिँ 1 घन्टा जति टाइम लाग्ने भयो। अनि त्यही भएर हामी चाहिँ यहाँ घुम्दैछौँ। यहाँ चाहिँ 5 मिनट लाग्ने भएको भएर चाहिँ हामी अर्को पसलमा जाँदैछौँ। खिच्ने भनेको त अनि हिँड्नु ल। आउनु ल।
हामी चाहिँ त्यहाँभित्र जानु लाग्छ अब हामी चाहिँ यहाँभित्र पस्न लागेर छौँ यो दरबार ठुलो दरबारबाट अब यतातिर नि बन्दै रहेछ नि त चाहिँ यहाँबाट चाहिँ हामी इन्ट्री गर्न लागिरहेको छौँ यहाँ चाहिँ पाटन सङ्ग्रहालय रहेछ यहाँ जाऊँ न त यहाँ पाटनमा आएको के अनि यहाँ भिडियो सिडियो गराउनु मिल्दैन भन्दै थियो चाहिँ लुकी भिडियो गराइदिरहेको छु दिदी झ्याउ चाहिँ लागेको छैन नि मेरो हात चाहिँ कस्तो देखिरहेको अनि दिदी चाहिँ यहाँ यिनीहरू चाहिँ सबै पुरानो पुरानो होला है दिदी यहाँबाट चाहिँ रमाइरहेको के हो यो गणेशजीको बाण हो यो मुसा गणेश खिच्यो कि होइन यहाँ चाहिँ हामीलाई बोल्न दिँदा छैन गाइज यहाँ चाहिँ गाइज भिडियो पनि बनाउनु नदिने रहेछ अनि मैले चाहिँ यहाँ लुकी छिपी गर्दै भिडियो बनाइरहेको छु सब रहेछ त्यो लुकी भ्लग बनाउन परिरहेछ नि गाह्रो छ भ्लग बनाउन नि तलबाट माथि आइसक्यौँ यता माथि चाहिँ अब छ कि छैन मान्छे यहाँ यस्तो नगर्नु भन्दै मान्छे छ कि नै हामी चाहिँ यहाँ फाइनल टपमा आइपुगिसकेछौँ हामीलाई चाहिँ यहाँ भ्लग गर्न पनि दिइरहेको छैन अनि हामी चाहिँ लुकी छुपी यहाँ भ्लगहरू बनाउँदै हिँडिरहेको छौँ अनि यहाँ चाहिँ हिँडिराख्नु भएको छ यहाँ यता यो चाहिँ यो तपाईँहरूले देख्न सक्नुहुन्छ पाटन दरबारको सिन यो चाहिँ फाइनल हो दिदी लुकी छिपी भिडियो बनाउँदा कस्तो फिल भइरहेको तपाईँलाई रमाइलो भइरहेछ लुकी छिपी भिडियो चोर जस्तै फिल भइरहेको मलाई चाहिँ
फोटो खिच्दैन भास्कर यहाँ चाहिँ दिदीहरू बस्नु चिसो भएर यहाँबाट चाहिँ पुरै देख्न सक्नुहुन्छ यो पाटन दरबार एरियाको यो सब ठाउँ तपाईँहरूले चाहिँ देख्न सक्नुहुनेछ यो चाहिँ पहिला हाम्रो पुर्खाहरूको होला सायद यो पुर्खाहरूको हाम्रो पुर्खाहरू यहाँ अगाडि गयो यो चाहिँ पशुपति मन्दिर भयो राजा पहिला चाहिँ राजाहरू काठमाडौँ कालो भैरवा अब हामी चाहिँ यहाँबाट तल झर्नु लाग्यो अब चाहिँ हामी जान्छौँ फाइनली तल यता तल आइसक्यौँ माथि यता माथि घुमेर पनि दिदी चाहिँ त्यहाँ फोटो खिच्ने रे क्या अनि त्यहाँ पोज दिँदै हुन् पोज दिन लाउनु भएको अनि यहाँ घुमेपछि चाहिँ यतापट्टि पल्लो उसमा पनि यही टिकटबाट घुम्न मिल्छ अरे अनि हामी चाहिँ यहाँ घुमिसक्यौँ अब उतापट्टिकोमा चाहिँ घुम्न जानु लाग्यो यहाँ चाहिँ बाबुले यहाँ फोटो खिचिदिनु लगाइरहेको छ मम्मी चाहिँ दुईवटा दिदी बहिनी पोज दिँदै हुनुहुन्छ फोटो खिच्नको लागि यहाँ चाहिँ परेवाहरू फोटो खिच्ने होइन दुईटैको खिचिदिएको एउटाको मात्र भन्नुभयो क्या राम्रो आएन पागलहरू दुईटैको हो क्या फोटो खिचेको दुईटैको दिदीलाई दुईटैको हो क्या दुईटैको मिल्नु त्यो फोन चाहिँ कहाँ देखियो र नि फोन चाहिँ कहाँ देखियो र नि फोन देखे होइन म चाहिँ यहाँ दिदीहरूलाई इसारामा भनिरहेको छु उहाँ माथि हुनुहुन्छ नि त पागलहरू भने के त पागल हो ओ दिदी उता नि घुम्न जाने आउनु यही टिकटबाट अब दिदीहरूलाई पनि बोलाइसक्यो अब फोटो खिचियो बाबुले अब यही टिकटबाट अर्को कुन चाहिँ अर्को कहाँ हो घुम्न जाने भनेको दरबार अब अर्कोमा पनि घुम्न जानु लाग्यो हामी अनि मैले भनिरहेको छु उतो बिल्डिङमा उसले अन्त उतो बिल्डिङमा होइन होला भनिरहेको छ अब खै कुन चाहिँ बिल्डिङमा हो अब हामी जानुपर्छ कुन चाहिँ बिल्डिङमा हो दिदीहरूलाई कुर्दै बसिरहेको छौँ यहाँ बाबु र म अनि यहाँ आजको मौसम पानी पर्न लागिरहेछ नि त फेरि पानी पर्न लागेछ फेरि अँधेरो गरिरहेछ अब दिदीहरू यहीँबाट निस्किनुहुन्छ अब कतिखेर निस्किनुहुन्छ हामी यहाँ बसिरहेछौँ दृश्य रे उदृश्य जान्न कहाँ त्यही रुपटपबाट कता त्यो रुपटपमा दृश्य लेखियो त पागल के बोले भाइ अब के बोले उके सीता ए वहाँ होटेलको नाम भनेको रहेछ त अनि म भने यतै होला हान्दै हेर्छ नि अनि हामी चाहिँ अर्को बिल्डिङमा जानु लागिरहेछौँ नि त घुम्नको लागि अब चलिदिनु पर्यो यहाँभित्र चाहिँ के टोइलेट रहेछ त्यता चाहिँ
यहाँ फोटो खिच्दा भनेपछि अब हामी चाहिँ यहाँ घुमघाम गरेर पनि चल्दिएको अब यहाँ कोक लिएको दिदीहरूले चाहिँ लस्सी लिन लाउनु भइरहेछ यहाँ चाहिँ दिदीहरूले लस्सी आनु भइसक्यो मैले यहाँ कोक खाएको त्यसकै दही नै दिन्छ नि त्यहाँ पानी हालेर हामी चाहिँ अब घुमेर पनि भ्याएर पनि यहाँ बस्नु लागिरहेको पानी पर्न लागिसकेछ अब हिँड्दा माछेको रहेछ यहाँ त भाँच्यो रहेछ ए यता छेउमा बस्छ हामी चाहिँ एउटा कामले नि आएको थियौँ अनि त्यो काम पनि बनेन अनि अब हामी घुम्दा घुम्दा थाकिसक्यौँ नि त अब खाजा खाने भनेर खाजा खानको लागि चाहिँ हामी होटल खोज्दैछौँ कहाँ खाने कसो खाने भनेर हामी यही ठाउँ दुईचोटि हानिसक्यो यतातिर अर्को गल्लीतर्फ लाग्दैछौँ हामी यहाँ चाहिँ फेरि यतै छ दिदी कस्तो फिल भइरहेको छ नि रमाइलो म त हिँड्दा हिँड्दा थाकिसकेको हिँड्न खुट्टै गलिसक्यो यो गल्ली कतिचोटि हिँड्ने दुईचोटि हिँड्ने नि हामी यो गल्ली दुईचोटि हिँड्यो अब कता जाने हो अब पानी पर्न लागिसक्यो अब आकाश गाडाङ गुडुङ गरिसक्यो खाजा खाएर चाहिँ अब हामी चलिदिइहाल्नुपर्छ किनभने पानी पर्न लागिसक्यो नि त पानी पऱ्यो भने त झ्याउँछ टाढा छ हाम्रो यात्रा पनि 1 घन्टा पुग्छ भेनाको घर जान खाएर हिँडिहाल्नुपर्छ हामी यहाँबाट चाहिँ यतातिरको गल्ली आइएछ ओके ओ यता नेवारी खाजा सेट खोज्दै हिँडेको नि त अनि यहाँ चाहिँ एउटा रहेछ बन्द रहेछ छैन त्यता पनि होइन त गाई त कता जाने हो उता के हो हामी चाहिँ यहाँ खोज्दै हिँडिरहेछौँ खाजा खाने ठाउँ छैन क्या हो यता त खाजा खाने ठाउँ पनि यहाँ भन्थेँ मैले चाहिँ यहाँ पनि होइन छ नेवारी खाजा खाने भनेको नेवारी खाजा नै भेटिएन गाइज यो गल्लीमा त छ र छैन होला यो गल्लीमा त यो गल्लीमा रहेनछ हामी फेरि उतैतिर पछाडितिर फर्क्यौँ पानी पर्न लागिसकेछ पानी परिसक्यो अब खाजा पनि भेट्दैन कतातिर हो यतातिर भइरहेको छ अब यतातिर पनि कता हो थाहा छैन गाइस थाहा छैन यता फेरि यता बस्न लागेको रहेछ म चाहिँ सिधै अगाडि गइरहेको रहेछ
के पो भएन यहाँ नि यहाँ पनि भएन गाई यहाँ पनि यहाँ त झन् छँदै छैन हामी हेर्दै हेर्दै सोच्दै हिँडिरहेको छ खाजा खाने एउटा यहाँ छ कुन चाहिँ त्यो पुरानो घरको ठ्याक्कै अगाडि सिधै अगाडि एउटा कृष्ण मन्दिरको ठ्याक्कै पछाडि कृष्ण मन्दिरको ठ्याक्कै पछाडि पुरानो पुरानो त्यो चाहिँ कहाँनिर यहाँनिर यो छ नि यो बोर्ड देखिरहेको छ नि त्यसको ठ्याक्कै अगाडि यसरी हेर्नु त त्यहाँ नयाँ बस्नु गइरहेको छ पहिलापट्टिको छ ल अब चाहिँ हामी फेरि यता हिँड्न लाग्यौँ यता छ अरे नि त अङ्कलले भनिदिनु भयो यतापट्टि छ भनेर पानी परिसक्यो गाई छ अब हामी अब होटल सोटल भेटिएन अब यो एउटा होटल रहेछ अगाडि खाना पाउनु चाहिँ अब यहीँ बस्नु पऱ्यो हामी चाहिँ यहीँ छिर्नु पऱ्यो माथि जानुपर्छ माथि हुने बस्ने ठाउँ छ यहाँ चाहिँ माथि जाँदैछौँ माथि चढ्दै हिँडिरहेछौँ हामी चाहिँ अब यहाँनिर होला बस्ने ठाउँ खाजाहरू पनि आइसक्यो यो चाहिँ यो छोइला अनि यो आलु साँधेको आइसकेको छ हाम्रो चाहिँ अनि यहाँ सबैजना खाइसक्नु भयो यहाँ खाइसक्नु भयो अब मैले पनि खानुपर्छ है गाइज मैले नि खानु पर्यो लगाएर चिसो चिसो रहेछ खानेकुराहरू चाहिँ तताएर नलिएको रहेछ त्यो छोइला चाहिँ एकदम चिसो रहेछ अब यो आलु कस्तो रहेछ टेस्ट गर्नुपर्छ यो पनि चिसो यहाँ चाहिँ सबै खानेकुराहरू एकदम चिसो चिसो रहेछ मलाई चाहिँ चिसो खानेकुरा चाहिँ मिठो लाग्दैन मलाई चाहिँ यहाँको सर्भिस चाहिँ ठिक लागेन है एउटा पानी खाना एउटा गिलास पनि छैन यहाँ त्यहाँ टिस्यु पनि छैन न के छ खानेकुरा पनि एकदम चिसो चिसो रहेछ अहिले वेटर आएपछि भन्नुपर्छ यो खानेकुरा भएन एकदम चिसो भयो भनेर खाजा सेट आइसक्यो यहाँ खाजा सेटमा चाहिँ यो आइटम यो दुईवटा आइटम चाहिँ तातो रहेछ यो यिनीहरू आइटम चाहिँ चिसो रहेछ मलाई चिसो मन पर्दैन मन पर्दैन कि चिसो त तातो चाहिन्छ त्यस टाइप जस्तो चाहिँ त्यस्तो जस्तो सोचेको थिएँ त्यस्तो एमरी चाहिँ रहेनछ कस्तो छ मिठो छ कि नै खै म नि टेस्ट गरौँ टेस्ट गर्नु गइरहेको छु अब कस्तो छ सोचेको त्यस्तो मिठो चाहिँ छैन है यहाँको खाजाहरू चाहिँ सोचेको जस्तो मिठो छैन चकुमी चाहिँ आइसक्यो अब यहाँ सबैजना खानालाई यहाँ रेडी खै त चेस गरेको यहाँ चेस गाइस तातो होला हौ यो त
त्यति भत्ता अब खाजा पनि खाएर सक्यो अब सबैजना अब खाजा खाएर अब जान लाग्यो अब सिधै घरतिर पनि छ होला अब यहाँ खाजाहरू खाएर पनि अब हामी जानु लाग्यो अनि बाबुले चाहिँ यहाँ ठिक गरिसक्यो नि त अब सरसर जानुपर्छ कहीँ पुग्यो ट्याक्सी फाइनली अब ट्याक्सी आएर पनि हामी सक्यौँ ट्याक्सीमा चढेर फाइनली अब हामी पनि घर आइपुगिसक्यौँ अब घर ट्याक्सीबाट झरेर पनि घर जानु लाग्यो थकै नै लाग्यो घुम्दा घुम्दा अनि यो सकेन अनि यहाँ चाहिँ आइसकेको रहेछ नि यहाँ औ चाम्लिङ राई भेनाको त लुगा धुवाइरहेछ त ए ल राम्रोसँग धुनुहोस् है भेना कतिखेर आउनुभएको ए यहाँ लसुन केलाएर आएको थियो अनि लसुन केलाउनु बेला मेरो नङै भएको छ गाई जब के गर्ने होला खत्म बाय बाय टाटा गुड बाय गया केना होला रे मेरो नेल भन्छु अनि यता भेना चाहिँ मोही बनाउँदै हुनुहुन्छ मोही यहाँ भेनाहरू बनाउँदै हुन्छ अब भेनाको हातको मोही खान मन छ भने यहाँ काठमाडौँ आउनु होला सबैजना बनाएर पनि दिनुभयो भेनाले थ्याङ्क यू भेना अन्त नि के हजुर भेनाले चाहिँ मोही हाल्दै हुनुहुन्छ सबैजनाको लागि हो र ल केही छैन बाक्लै खानु अनि अब म चाहिँ यहाँ मोही खानु पर्यो ठिकै भएको भेना हातल भयो नि पुगेन के हो भेना तपाईँ दिदी तिनजना पुग्यो पातलो हुने भयो क्या भेना हेलो गाइज आजलाई चाहिँ यति नै अनि मेरो भिडियो जति पनि तपाईँहरू सुरुदेखिबाट अन्तिमसम्म हेर्नुभयो तपाईँहरूलाई चाहिँ थ्याङ्क यू सो मच अनि मेरो ब्लग चाहिँ तपाईँहरूले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला यति भन्दै आज चाहिँ म तपाईँहरूसँग बिदा लिन चाहन्छु बाई गाइज